हेलो गाइज वेलकम ब्याक त के भन्नु होइन वेलकम सधैँ वेलकम हो मोट फुटेर यस्तो भयो जाडोले यस्तो हो गाइज मान्छे भएको ड्युटी त भइहाल्यो गाइज भोलि ड्युटी छ मर्निङ ड्युटी हो नि त मर्निङ ड्युटी त यस्तो देउ लाग्छ गाइज सानैदेखि अल्छी मान्छे अनि फेरि अब यहाँ पनि मर्निङ 6 बजीदेखि 9 गर्नुपर्छ भर्खर ड्युटी भइयो अब चाहिँ रुममा जाँदै हो मार्केट बसेर होइन झोलासोला लिएर आएर के अरे झोलासोला भन्दा सामान लिएर आएर विराटनगरले जित्यो गाइज भर्खरै मजा आयो होइन अस्ति त हार्यो अस्ति भिडियो बनाउँछु भनेर विराटनगरले जित्यो भने अरे के भनेर भिडियो बनाउँछु भनेर सोचेको गाइज विराटनगरले चेप्टाइदिएर सो थोडा अलिक कस्तो कस्तो छ भयो होला त्यो उस भएर कि गाइज जाडो छ नि त अल्छी मान्छे यस्तै हो होइन सो आजदेखि धेरै दिनपछि घाम देख्न पाइयो सो अरू त केही छैन गाइज नेपालको चाहिँ वर्ल्ड कपको टेबल पनि आइसकेछ हाम्रो चाहिँ इङ्ल्यान्ड भर्सेस वेस्ट इन्डिज सँग छ हाम्रो म्याचहरू बङ्गलादेश अनि इटली अरूलाई त त्यस्तै गाइज इटलीलाई नेपाल ढुक्क जित्छ धेरै आशा गर्न हुन्न हाम्रो केटाहरूसँग फेरि ए रगि सेक्सी छ कहिले भुक्छ अहिले त बोकिरहन्छ त्यस्तै गाइज सो अब हेरौँ कतिजनालाई जित्ने हो त एनपिएलमा खै एउटा कतिजना नयाँ प्लेयर आउने हान्ने त्यो के त्यो त क्या हान्छ है आइपिएलमा त जो आयो त्यसरी छक्का हाम्रो केटाहरू के भयो हान्नै सक्दैन होइन यसो हुन्छ नि त केटाहरू चमक चुमुक दिया हो हान रन छन् ट्याङडुङ गरौ के गऱ्यो अब तिमीहरूले त्यस्तो गरेर त कसरी एनपिएल तिमीहरूको लागि एनपिएल आउनु अनि तिमीहरू टेस्ट खेल्दै नि ओडिया स्टार्स जाँदैछ गाइज हाम्रो देशबाट मैले त्यस्तै लगाइरह अरू देश झन् बलियो हुँदै गइरहन् सो यस्तै गाइज दिस इज सूर्य होइन सूर्य नमस्कार फेरि अब इङ्ग्लिस पनि अझभोलि बोल्ने कि नबोल्ने नि लाग्छ यार इङ्ग्लिस बोल्यो भने ए इङ्ग्लिस भएन भन्छ केटाहरूले सो यस्तो चाहिँ गाइज आज चाहिँ घाम ला अब रुखमा चाहिँ के भन्छ के अरे के भन्न लाग्थ्यो बिर्सेकै गाइज सो सब जमाउनु नि त गाइज यहाँ त आम्मामा चिसो ल गाइज जाडो गरेर आउनु त ल माइनस फ्रिजिङ माइनसमा छ माइनस सब देखियो जाडो एकदम भाइब्स खतरा कुरुम कुरुम आवाज आयो तल आजको भाइब्स खतरा छ यहाँ रे कुरुम कुरुम आवाज आउँछ क्या कुरुम कुरुम यो उस भएर जमेर भाइब्स आजको दामी छ चिलो छ भयो